हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ त्यो त मलाई थाहा छैन। तर मलाई चाहिँ के लाग्छ भने जीवनमा कुनै पनि दिन विशेष हुनुमा त्यो दिनको अथवा त्यो दिनमा पर्न गएको कुनै स्पेसियल इभेन्टहरूको हात हुँदैन। यदि आफ्नो वरपरको इन्भाइरोमेन्ट राम्रो छ, आफूलाई माया गर्ने मान्छेहरू खुसी छन्, अरू कोही स्पेसल मान्छेहरूले आफ्नो लागि केही स्पेसल प्लान गरिरहेछन् भने त्यो दिन नै बढी प्यारो हुन जान्छ। हो, यसै गरी हिजो चाहिँ हामीहरूले एउटा मात्र नभई दुईजनाको बर्थडे सेलिब्रेट गरेको थियौँ। कृतिका दिदीको त बर्थडे हिजै थियो, तर पार्वती दिदीको अघिल्लो महिना परेको बर्थडे हामीहरूले कारणवश सेलिब्रेट गर्न पाएको थिएनौँ। अनि उहाँ पनि अभियसली इम्पोर्टेन्ट हुनुहुन्छ हाम्रो लागि, यति धेरै माया दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ। त्यो दिन मिस गरे पनि सेलिब्रेसन त गर्न मिलिहाल्छ नि भनेर हिजो उहाँको बर्थडे पनि सेलिब्रेट गर्यौँ हामीले। त्यो हाँसो, त्यो समय, त्यो यादहरू अब जीवनभर रहने भनेको नि यही सब त हो नि होइन र। मान्छे र समय त अघि बढिहाल्छन्, अभियस कुरा हो, तर पनि यादहरू भने मनमा सधैँभरि भरिरहन्छन्। जन्मदिन हिजो नभए तापनि हामीले सेलिब्रेसन हिजो गऱ्यौँ, रमाइलो भयो। जीवनमा भएका केही थोरै स्पेसल मान्छेहरूको खुसी देख्न पाउँदा मन यसै रमाइलो हुन्छ। भनिन्छ नि विशेष दिन नभए पनि विशेष फिल भएपछि त्यो दिन यसै रमाइलो हुन्छ। बाई बाई, थ्याङ्क यू फर वाचिङ, सी यू अगेन इन नेक्स्ट भिडियो। एन्ड पार्वती दिदी, हजुरको राम्रो र एकदमै सुखदायी भविष्यको कामना। आई लभ यू।